हेलो साथीहरू, नमस्ते सम्पूर्णमा। आज चाहिँ म बजार गएको नि त। बजार चाहिँ किन गएको भन्दा चाहिँ आज नानीको म्याराथन छ हो। म्याराथन हेर्नु चाहिँ गएको हो। अभिनव पनि धेरै हप्ता दिन भयो नि त, 3 हप्ता भयो स्कुल घर नआएको हो। अहिले बिजी छ, म्याराथन कुद्छ। त्यो गिटार क्लासले गर्दा आउनु पाएको छैन। अनि म पनि जानु पाएको छैन नि त। अन्त नानीले पनि आउनु न आमा भनी बसिरहेको अस्तिदेखिको। प्लस त्यहाँनिर आज म्याराथन पनि छ, अघि कुदेको। अनि मलाई जानु मन लागेर चाहिँ गएको हो। तर वेदर भन्नुपर्छ चाहिँ यस्तो घिनलाग्दो छ आजको दिनमा होइन है। तपाईँहरूलाई म देखाउँदैछु। यस्तो छ हालत। म चाहिँ ढिलो भइसु है साथीहरू, आइपुग्नु त पुगेँ। आज हेर्नु न वेदर यस्तो रहेछ, राम्रो भएछ। पानी छैन नि त बजारमा चाहिँ हो। नानीहरू सबै कुदिसक्यो भन्दैछ, म ढिलो भएछु स्कुल पुग्नु। हेर्दै गर्नु होला साथीहरू। चाहिँ हो अभिनवको स्कुल। म चाहिँ ढिलो भएछ नि। यहाँ हेर्नु बिनु कान्छी म्याराथन कुदेर म पनि पसिना भइरहेको छु। तर उसले भिडियो बनाइदिएछ नि मेरो। धन्यवाद तिमीलाई। थर्ड आयो भन्दैछ अभिनव। खोज्छौँ खोइ छैन त, कहाँ छ कता पस्नु दिँदैन नि त हामीलाई। अभि चाहिँ थर्ड आयो भन्दैछ। म ढिलो भइसक्यो तर यहाँ बिना स्टुडेन्ट छ साथीहरू। अभिनव चाहिँ थर्ड आयो भन्दैछ। अभिनव चाहिँ यहाँ छ। थर्ड भएछ मेरो छोरा। आदर्श आयो। काट भइस यहाँ बसिरहेको छ अभिनव। Yeah, that. Okay. Ayush, right? यहाँ चाहिँ अभिनवलाई सरहरूले सबले हक गर्दैछ। With the champ. Champions. Bite your medals, yeah. Bite your medals, yeah. Thank you. ल कङ्ग्रेचुलेसन मेरो छोराहरू। उसको नाम त के पो? तेन्जिङ उयो हो। म चिन्दिनँ नि त। सेकेन्ड दुईजना एउटै 9 बियर होइन तिमीहरू? कङ्ग्रेचुलेसन दुईजनालाई। म चाहिँ घर आइपुगेँ साथीहरू। अनि म चाहिँ हामी घर नआएको चाहिँ कति, म नआएको यहाँ घर नआएको चाहिँ 5 महिना जस्तो भइसक्यो। सचिना नभएको 1.5 महिना जस्तो भइसक्यो। घर चाहिँ चिटिक्कै बनाइरहेको थिएछ हाम्रो बुहारीले, अप्पुले। यहाँ हेर्नु ल,
म त ढुँडी पलाएर केही रहेन होला हाम्रो घर भनेको त, तर होइन रहेछ। तिनीहरू चाहिँ बिहान आएर बस्छ नि त, त्यसले गर्दा धुइधाइहरू पुरा गरिदिएको छु भन्दै थियो। भाँडाहरू यसरी धुइँदैछ है। हेर्नु न, यी मान्छे नबसेको घर पनि चिटिक्कै पार्दैछ हो। यी सबै धोइदिएको छु भन्नु त भन्दै थियो, चिटिक्कै पार्दैछ। तर विचाराहरू यतिको चाहिँ छ है। अन्त यहाँतिर कस्तो भयो होला भनेर सोच्दै थियो, यहाँ पनि चिटिक्कै रहेछ, बनाइदिएछ है, केही छैन, मैलाहरू चाहिँ देखिनँ। यहाँ किरायदार बहिनीहरूले पनि घर हेरिदेऊ ल भन्छ नि त, घरहरू पनि सबै चिटिक्कै सफा रहेछ। मान्छे नहुनु पनि पिर हुँदो रहेछ हौ साथीहरू। यी सबै दुईपट्टि घर भएर साह्रो छ, सिनिक्कै भइरहेको रहेछ। घर चेक गर्नु पनि आएको म आज चाहिँ, आउनु चाहिँ हो, सिनिक्कै रहेछ। उफ, गरम भएर मरे। ठिकै छ। सचिना हुन्थ्यो पहिला त, अहिले सचिना पनि छैन। अन्त घर रङ मान्छे नभएर हो। अन्त मैले मान्छे नभएर चाहिँ अहिले मान्छे नभएर घर हेर्नु नभएर चाहिँ मैले किरायदारहरू चाहिँ राखेको पनि छुइनँ हो। मान्छे भएपछि म चाहिँ दुईवटा घर हेर्नु साह्रो पर्छ मलाई भनेर नि। सिनिक्कै पार्दैछौ, ढुक्कै लाग्यो तर मलाई। यहाँ चाहिँ फोन गरिराख्दैछ। अभिनव चाहिँ छठ भयो, मलाई कम्ती खुसी लागेन हो। मैले चाहिँ भनेको थिएँ नानीलाई, कुद्नु सकिन्छ भने नकुदै, नानी ठुल्ठुलोहरू छ, 9 to 12सम्म कुदाएको। अन्त कुद्ने उयो एक्सर्साइज भयो, सकेन भने नकुद्नु भनेर चाहिँ भनेको थिएँ। तर अब थट चाहिँ आएछ होइन। म चाहिँ ढिलो भयो क्या, ढिलो भएकोले गर्दाखेरि चाहिँ मैले अभिनव कुदेको चाहिँ हेर्नु पाइनँ हो। मैले एकजना बहिनीलाई फोटो भिडियो चाहिँ बनाइदिएँ भनेर भनेको थिएँ हो। खुसी लागेर म बसिरहेको छु। अभिनव चाहिँ आउँदैछ साथीहरू, म चाहिँ तर एकदमै ढिलो भएछु।